आउनु पर्यो है ल ल ल ल ल गाइज ल ल ल यही हो शिकार भनेको त्यो छ गाइज गोरा अहिले पुच्छरसँग त देखाइदिएन होला अघि मैले खलास हो ल अब यहाँ ले त यहाँ यहाँ कुकुर नमात्छ म हान्छु कि ल ल सँगै त मसँग ल म हान्छु बिहान ओ सरी मरिसक्यो क्या तर गाइज मरे होइन कि मर्दैन मरिसक्यो कहाँ मर्छ त नि यार भाले पोथी रहेछ है यो काटेर तान्नु गर्नुपर्छ यार हो देखिराखेँ पोथी ठुल्ठुलो छ यार ए मा त्यो त केटाहरूले भङ हानिदिएको पो रहेछ भङ हानेको कि त्यो भनिरहेको त्यही भन्दा त्योहरू त पोथी रहेछ है केटा हो यो भनेको मैले त्यो नभएको भनेर मारिदिएको हो कि मुजी आयो है त्यहाँ आएको बिस्तारै हाने म त धार उड्न सक्छ रफ्नबोले बिस्तारै चाहिँ के हुन्न रफ्नबो हाल्दै तर ठुलै आएको थियो कि आवाज त दौडिँदा त तान्यो नि एकचोटि त्यही भएर म दौडेको तान्यो नि एकचोटि तान्न तान दुईजनाले तान्नु मर्नीको बलले अब त गयो कि अब त केटी पकड डल्लै आउँछ कि भनेर हो कि त्यसरी त आउँदैन कि चट राइट 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 आहा आइको भन्दा दिन्छ कि फेरि होइन के बल गऱ्यो नि बल गर्छ नि त त्यसले त पुरै शरीर फुलाइदिन्छ नि सर्प चाहिँ हो यो त मरे छैन यो मरे नि सर्प पनि टाउको भित्र छिराएर पुच्छर तान्न सकिन्न नि त यो पनि सक्दैन टाउको ठुलो हुन्छ हो त्यसलाई यताको काट्दै नि त नभए यताको काट्दै यताको मिल्छ काट्नलाई यो हरियो यताको भयो कि हामीले तन जान तान्न लामो काट्छु हामीले माछा डर्चे रोएर रहेछ मुला छोप्नु सक्दैन साला छट्ट यसो गर ल ठिक्कानमा असल धार पनि जान्छ हुन त काँचोमा त्यति जान्न तर ठिक्क तरिकाले हान्नुपर्छ तरिकाले हानेन भने धार उठ्छ कि फेरि हामीलाई खेलाउन आउँदैन र हाँसी आउनु त आउँछ त्यही भएर त तरिकाले हानु भनिरहेको नि केही हुन्न कि इन्डियन खुकुरी हेर लाउरे खुकुरी केही हुन्न लाउरे खुकुरी के भन्छ रे गाना गोर्खे खुकुरी हो गोर्खे खुकुरी खुकुरी भएको बेलामा त्यो यसको छेउमा बसेर कुरा नगरेको फेरि आउनु हातले त दुःखै ढालो त्यही कारण माया मैले उन्डेको यसमा त ग्यास बन्दो रहेछ त हिँड्दाखेरि त आफै बनिहाल्छ नि कस्तो गर्छ यार माया तैँले त पुरै रुखै काट्न लाइसिक्यो है ओ हामीले त्यसरी हुन्न कि उताको काठ मुला त्यो गोरा भएतिर कहाँ यता छ यता छ मुला यसको यहाँ मुख यता त्यत्रो काट्न कहाँ सकिन्छ त अनि काटिन्छ गिट्टी काट्ने त हो नि मुला कस्तो मुला रहेछ अब माथिको फालेपछि त तलबाट सर सर टास्नु त हो नि अझै एक दुई गुवा हानिदियो भने परान फुत्किन्छ मा तानै आउँछ गइसक्यो कि पेटमा नि खाइसक्यो खाइसक्यो खोइ त गइसक्यो गुवा भए त छोडिसक्नु पर्यो नि त फुलले खायो टाउको नमरेकोमा कहाँ छोड्छ एकचोटि फुल्लेपछि फुल्ले हो यो त्यस्तो जात हो यो मुला यही गोरा होला त्यहाँ देखेको है भयङ्कर थियो त्यो पनि भयङ्कर थियो नि त रन्डी मैले त टाउको यत्रो देखेको यो थिएँ ठुलो हो र दाइ यार तँ त्यो काट्यो भने इजी आउँछ क्या सागर पुच्छरको हिसाबले यो ठुलो हो होइन जिन्दै रहेछ अस्तिको जत्रै हो होइन ठुलो हो त्योभन्दा त जिन्दै रहेछ अझै यो मैले ब्याग खोलिदिइसकेँ कि चट्टो खाएँ म त काका मलाई झोलले नि खानु झोल त भाइ यहाँ हाल्नु चटपट खान ल्याइरहेको झोल लिएन भन्छ खैमा हान्दिउँ ल त हाम्रो त्यो कहाँ गएर ल गाइज यत्रो भेटियो हा गोरा सिकारीहरू निस्के त सिकारीहरूलाई नि देखायो हुन्थ्यो कि साले पुच्छर मात्रै लामो रहेछ ल नजिकमा त न यस्तो अलि मिलाएर हो ल हो खतरा खतरा ल लक्कीले हानिदिउँ न फोटो खै खै चस्मा चस्मा लगाऊ न सिकारी आएन कि कता हो म्यासलाई चस्मा नि खोका निस्के सबैले एक घन्टा फोटो हाल्नुपर्छ केटा हो ल समाएर अब ओ कडा कडा सिकारी कडा ल सिकारी चाहिँ खत्रै हो है उपी सिकारी उपी ल यो कुकुरले हानेको है, यो कुकुरले। सिकारी जडियो यो सिकारी कुकुरले हानेको है बोल्छ यहाँ चाहिँ सट्ट लाएर होइन ल हाम्रो जडियो बेलुका सिकारी पठायो भने देखाउनु पर्छ नि ओ ल आज केटाहरूलाई सित्ताउनु भएको छ 0 लेभलमा काट्यो 0 त्यो छालामा टाँसिएको त फाल्दै भयो होइन काट काट
समात्न म छुनु भयो कस्तो मुला भयो भाइ म फ्लेक्सिबल यस्तो खुम्चिन नसक्दो रहेछ आयो जानु भाइ राजकुमारको कटाइ रे अब पहिलोचोटि हो रे आज विचार गरेर है गाई जल्दी पर उत्तरबाटै सुरु त होला नि हुन्छ त भुइँमा नपर्न हानि क्या हुन्छ हुन्छ अलि त राख न त्यसलाई काठलाई अलि त राख यहाँबाट काट्ने यहाँबाट काट ल के ल यहाँबाट काट अनि टुक्रो टुक्रो बना उता भुइँमा नम्बर पिस बनाऊँ पहिला लास्टमा 65 हो क्या यता त्यसले हो त्यसलाई टुक्रो पहिला भयो त्यसलाई छोड्दे रोकिन 3 पिस बनाऊ 62 हो कि 65 हो 97 नखरा त चट्टा नै ढियार नपारे यार मासाले के अन्त काटिन्न त हड्डीको दह्रो हुँदो रहेछ टुप्पोले हान्ने यसको अलि मिलेन के दाउरा अग्लो भयो मिल्छ त हात त जगतेकैमा लानु पर्ने रहेछ यार सोध्नु पर्ने जाऊँ नि त एक दिन कामीको सोझो गराउनु लिएर जानु होला वाउ यसलाई चाहिँ मस्त काट्नुपर्छ यो होचो भएर हो नि मलाई मिल्छ के यार हान्ने यार थाहा छ तर मलाई के अनि यहाँ भुइँमा ठोके हात अनि त्यहाँ दुईटा बना दुईटा बना टोक्न सक्दैन सक्दैन मलाई मैले क्वाममै खाइदिन्छु एक एक सक्दैन रे चुरोट लिएर आउँ भन है चुरोट तैँले कपडा लगायो क्या गाइने चुरोट फोन आएन नि फेरि चुरोट दारू हुन्छ नि अर्को हो त्यसलाई 2 पिस बना त एकै पर्छ मुला मासु हो यसको त फुल्लिन्छ नि त मासु भाइ सायरले म्याचिस त 3 पिस एक गाँसमा आउँछ त्यति पनि थाहा छैन तँलाई टोक्न सके पो गाँस बनाउँछ त सक्दैन म्यासलाई कसले हड्डी खान्छ र मासु मासु खाने हो मलाई त्यो हामीले एकपल्ट चिल मार्दाखेरि खाँथ्यो नि त्यो हड्डी चुस्नु लाग्यो भने त मासु पाइन्न भाइ त्यस्तै हो त्यही भएर मासु पहिला अनि पछि हड्डी त्यसलाई 2 पिस बना थाहा छ तल सब टुक्रा टुक्रा भयो कि काट हेर भाइ काटेकै छैन त मैले के गर्ने हो र म काट्छु आफै तेरो पुरै झिया झिया निस्क्यो कि हेरौँलाई नि तेरो पनि यत्रो पिस छ नजै होइन मलाई त्यो एक पिस यत्रो चुडा लिएर अझ मलाई झिया झिया हेर्छु तेरो नि मलाई अलिक टाढै बस्नु म्याचिङले घोडातिर हानिदियो भने त फेरि गइन्छ त्यसरी त मैले पनि जान्थेँ के अरे भनेनस् यो मासु खाइएला जस्तो छैन केटा किन अघि लास्ट गनायो क्या यार अहिले त बसाएछ पकाएपछि हेर्नु कति मिठो अहिले तर गनाउनु त गनाएन है गनाउँदैन कि कस्तो यार के खाँदो रहेछ हौ चिथर्नीले जङ्गल यस्तो गनाउने अर्ग्यानिक जङ्गलमा भेट्टाएको यस्तो यार गनाउने यार त्यो कोमोडो ड्रागन त हो नि हो के खोमोटो ड्रागनको भाइ हो भाइ भाइ हो त्यो भयो कि त्यो सानो पिस छोडिदियो ठुलो पिसलाई सानो बना हेर्न खोजेको मैले त्यो हो यो त मैले बनाइसकेँ कि त्यहाँ काठै काठ भयो पखाली जान्छ कि अहिले मजाले मसला मिसाएपछि त्यही काठ पनि मस्त हुन्छ म्याम यस्तो भयो काठ पनि त पाक्छ क्या मसला मिसाए माथि धेरै काठै काठ भयो कि त्यो सालको रहेछ त कलङको भयो छुट्टी अहिले हाततिर हान्छ मैले त्यही बुढीवाला नै उडाउँछु तिहारको यता त उडेछ तेरो तेरो अर्को उमलाई के गरेर उडेको रे भाइ भाइ ट्रेक्टरमा पङ्खा कस्तो हुँदो रहेछ उडाइदियो चिसले भयो कस्तो कस्तो हुन्छ अरे उगेलाई थाहा ट्र्याक्टरमा कस्तो हुन्छ भन्दै हात हालेको रे ल आयो आफै हाल्यो म्याच ड्रागनको टेल आयो टेल अगाडिको चुच्चो उड्यो कोमोडो ड्रागनको टेल पुच्छर र माया सही हो यार त्यहीमा हुँदो रहेछ यार हेर्न पाइएन कि मेन पोथी हो पोथी छ हो मैले भनेको थिएँ नि सुरुमै पोथी हो कि मैले भनेको चिज कन्फर्म त्यही रहेछ तिमीले अन्तर्यामी यार भविष्यवाणी गरिदिनु पर्यो क्या राजकुमार अब के हुन्छ त गानेको जीवनमा यसको जीवन भुइँचालो आउँछ वैशाख 12 गते अब वैशाख 12 गते भुइँचालो वैशाख 12 मा तिम्रो बिहा भएको होइन र त्यही त फेरि अर्को भुइँचालो आउँछ के भयो त होइन रमाइलो म माखा भन्किन लागिसक्यो छिटो काट
राजकुमार कस्तो हो त मासु ट्याङ One गरो piece. नचाख्ने मान गाने 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 यसलाई त भन्दा त कस्तो हो त मासु कस्तो भयो मासु? वान पिस भयो भाइ खाएर हेर्न बल्ल थाहा पाउँछ तपाईँ खानु नि त कस्तो भयो कस्तो खानेको है गाने दामी तिमीलाई त कस्तो लाग्यो त एउटा त मन लाग्यो मासु खोज्ने हो मासु म छोडिदिएको तँलाई हड्डी हो दाइ त्यो हड्डी हो कि दाइ त्यो माया लाग्यो क्या ओहो भित्र छिरो ल शीतल मासु एकै ठाउँमा आयो ठिक छ उ त्यो पाडा आए जस्तो लाग्यो मिठो भयो धेरै मिठो बन्यो